हेलो एभ्रिवान, नमस्ते सेवा। हजुर सबैलाई मेरो च्यानल फेरि पनि स्वागत छ। म आइसकेको छु एउटा नयाँ भिडियो लिएर साथीहरू। आई होप तपाईँहरू त सन्चै हुनुहुन्छ र म पनि सन्चै सुबिस्ता नै छु भन्नुपर्छ। अनि आज चाहिँ बिहानबाट स्टार्ट गर्दैछु भिडियो साथीहरू है। अनि जो नयाँ हुनुहुन्छ लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुली जानु होला है। अनि जो पुरानो हुन्छ हेरेपछि लाइक चाहिँ गरिदिनुहोस् होला। तपाईहरुको एक लाइकले मलाई अझ धेरै ऊर्जा मिल्नेछ है। अनि त्यही हो साथीहरू, आज चाहिँ म बिहानबाट स्टार्ट गर्दैछु भिडियो। अनि दिन रात 1 गतेदेखि पानी परेको। 1 गते पनि होइन हौ, चैत अन्तिम कति हो 29 होइन 28-29 गतेदेखि पानी परेकै छ पानी रोकिने नाम लिएको छैन है। अनि पानी परेर यस्तो बिजोग छ हाम्रोतिर है। पानी त चाहिएकै छ, किनभने मकै रोप्ने बेला पनि भयो हाम्रोतिर। मकै खोर्सानीहरू रोप्ने बेला भयो। बारीहरू सबै सुक्खा राम थियो। त्यही पनि यति धेरै पानी परेको छ कि बाहिर निस्किनु सकेको छैन। हिल्लोले बाहिर निस्किनु सकेको छैन। अनि पानी परेर मेरो कस्तो खोरहरू सबै चुइने छ नि त। यो टनेला त, यो पुरानो टनेला, यो ठुलो टनेला त सबै चुइन्छ नि त। अनि तपाईँहरू चाहिँ भन्दा चाहिँ सुँगुरहरू पनि हिल्लो बिजोग छ। जति सोरे पनि त्यो पानी चुएपछि त। अनि त्यस्तो भयो भने चाहिँ साथीहरू, हिलो धेरै भयो भने चाहिँ सुँगुरहरू बढेको पनि घट्छ है। अनि अब यो फेर्नु पर्ने भनेको बेला डो पनि हुँदैन। अब फेर्नु त अहिले फेरि भने राम्रो हुन्छ, किनभने अब बर्खा लाग्नै आँटिसक्यो। अब बर्खामा त झन् साह्रो कत्रो पानी पर्छ है साथीहरू। नभनी दिन रात पर्छ। अनि त्यस्तो पर्यो भने त सुँगुरहरू त बढ्नु त होइन, काट्ने बेला हुनु त होइन, झन् साह्रो फेरि अझै थपिन्छ 2-3 महिना। अनि त्यही हुनाले यो छिटो फेरौँ भनेको, कहिले हुन्छ साथीहरू। हुने बेला भने बेला पैसा हुँदैन। त्यही त हो नि सबै नेपालीको प्रब्लम नै, पैसा हो पैसा। हामी बुढाबुढी नै यही सुँगुरमा ध्यान दिएछ। बाहिर कतै जब पनि छैन नि त। अनि अलिक गाह्रो हुन्छ पैसा निकाल्नु। त्यही पनि यसो अलिअलि सागसब्जी, अलिअलि पैकार गरेर अलिअलि यसो खर्च चाहिँ निकालिरहेको छौँ घरको। अनि त्यही हो, त्यसरी पानी परेर पनि चिसो छ। अनि आज चाहिँ मैले यसरी बोर्की ओरिरहेको छु क्या, गाउँको स्टाइल बोर्की भन्छ नि, ओरिरहेको छु। किनभने एकदमै चिसो छ। बिहान बेलुका त चिसो छ, दिउँसो चाहिँ अलिक घाम लागेर गर्मी हुन्छ, नभए चाहिँ बिहान बेलुका चिसै छ। अनि म अहिले बिहानै बखत किचनमा आएको छु। अनि आजबाट चाहिँ हामीले चाहिँ पाठालाई चाहिँ एकदमै राम्रो बढ्ने, पाठा राम्रो हुने, सुँगुर राम्रो हुने, पाठा राम्रो हुने, छिटो बढ्ने चिज खुवाउन लगाएको छौँ आजबाट चाहिँ। तर त्यो चाहिँ अलिक महँगो जान्छ। के हो त त्यो भनेर तपाईँहरू पनि सोचिरहनु भयो होला। म तपाईँहरूलाई देखाउने नै छु, हेरिराख्नु होला। त्यो दियो भने चाहिँ सुँगुरहरू एकदमै राम्रो हुन्छ है। अनि एकदम बढ्छ पनि, मासु पनि लाग्छ, मोटो पनि हुन्छ। तर त्यो चाहिँ अब लगभग कसरी दिन सक्दैन, किनभने त्यो चाहिँ अलिकति महँगै हुन्छ। अनि त्यही आज म तपाईँलाई देखाउन गइरहेको छु। हेर्नुहोस् है त, यहाँ छ। यो चाहिँ हो के भन्छ, सुँगुरको सबभन्दा राम्रो दाना। यो चाहिँ कुखुराको आन्द्रा हो साथीहरू। यसमा चाहिँ एकदमै के भन्छ अब भिटामिन भनौँ भने भिटामिन सबै हुन्छ क्या। यो सुँगुरले यो मासुकै काम गर्छ नि त। अनि यो खान थाल्यो भने चाहिँ सुँगुर एकदमै राम्रो हुन्छ। अनि यो चाहिँ अब के भन्छ, यो चाहिँ मैले झोल यता निकालेको, एकदम फेरि चिप्लो हुन्छ साथीहरू। दियो भन्दैमा यस्तो चोक्टा चाहिँ जति पनि दिँदा हुन्छ, अलिक मजाले पानीमा एकचोटि पखालेर। तर झोल चाहिँ धेरै दिनु हुँदैन, छेड्छ।
त्यसैले मैले झोल चाहिँ ठुलो खालकोलाई दिनुलाई फाल्टै निकालेको छु। अब यो चोक्टा चाहिँ उ त्यो ड्रममा हाल्नु लाएको छु। यो चाहिँ हामीले पाठाको लागि मात्रै लिएको, अस्ति छुट्टाको पाठाको लागि मात्रै, किनभने तिनीहरू एकदमै खै के भयो के पुगेन, हामीले के जानेनौँ कि के पुगेन। 5वटा चाहिँ मोटो मोटो छ, 5वटा चाहिँ मर्नै आँटेको छ। अनि त्यसकै लागि हामीले चाहिँ 1-2 महिना चाहिँ यसो लिएर खुवाइहेर्ने विचार गर्ने भन्ने सोचेको छौँ, बा फर्किन्छ कि भनेर। अनि यो चाहिँ यस्तो यो भुल्टुङको यो काँचो हो के, काँचो आन्द्रा एक भुल्टुङको 200 रुपियाँ भन्छ के। अनि महिनाको तपाईँलाई 200 रुपियाँले महिनाको 6000, अनि त महिनाको 6000 तिर्नुपर्छ। त्यसैले अलिक महँगो जान हुन्छ है। त्यो दाना हामी चाहिँ अब किनिराख्दैनौँ नि त, अनि त्यसैले अब हामीलाई चाहिँ महँगो लागेको। अनि आजदेखि चाहिँ यो सुँगुरलाई मजाले बनाएर खुवाउने। अनि हामीले भाडा पनि फेरि नै साथीहरू, यो पकाउने भाडा अस्तिको चाहिँ चुइने भएर यता त्यहाँ छ। अब यो चाहिँ बेचिदिनुपर्छ, यसको 500 भए पनि आउँछ। हामीले किन्दाखेरि चाहिँ 2000मा किन्नुपर्छ। यो बट्टा यस्तो 2टा हुन्छ, सिङ्गे बट्टा होइन, तेलको बट्टा, मोटी तेलको के को हुन्छ। सिङ्गा किन्न 2000 पर्छ, बेच्दाखेरि 500 पनि आउँदैन। कति आउँछ 200-300 कति आउँछ है साथीहरू। किचनको हालत चाहिँ यस्तो छ साथीहरू। बर्खा पानी परेपछि यस्तो हिलो हुन्छ, यस्तो फोहोर हुन्छ। पानी पर्दाखेरि चाहिँ यस्तै हुन्छ है साथीहरू। हाम्रो किचन चाहिँ अलिक फोहोरै हुन्छ पानी पर्दा चाहिँ, किनभने चाहिँ खै किन पानी धेरै भएपछि फोहोरै हुन्छ। तल्लो किचन पनि त्यस्तै हुन्थ्यो, अलिक फोहोरै हुन्थ्यो। यहाँ पनि त्यस्तै, जति सफा गरे पनि यो पानी पर्दाखेरि चाहिँ यता हेर्नुहोस् है, यहाँबाट ठुलो पानी पर्यो, यहाँबाट चुइँदो रहेछ कि। अनि यहाँबाट चुहेपछि यो यता बगेर आउँछ कि, यताभित्र बगेर आउने के। अनि सबै हिलो हुने, जति सोरे पनि। अनि अब यस्तै छ, के गर्नु साथीहरू। यो कति फोहोर चाहिँ नभनिदिनु होला, पानी पर्दा यस्तै हुन्छ क्या। अनि अलिक सानो पनि छ नि त हाम्रो किचन, अनि सबै एकै ठाउँ गाजामुजु राख्नुपर्छ। अनि त्यही भएर चाहिँ अलिक त्यस्तो देखिएको मात्रै हो है। अब चाहिँ गफ नगरिकन यो आन्द्रा म उता ड्रममा खनाउँछु। यो चाहिँ हिजो बेलुकै पकाइराखेको हामीले। यो चाहिँ उताबाट ल्याउँछु, हाम्रो माइजू अस्ति म तपाईँलाई फर्म देखाएँ नि, उहाँ माइजूकोबाट ल्याए हो। अनि यहाँ यसरी चाहिँ खनाइराखिन्छु। अनि भरै पाठालाई मजाले हालिदिनु पर्छ। यो झोल चाहिँ खुवाउनु हुँदैन क्या, छेर्छ। यस्तो चिप्लो हुन्छ नि फेरि, यो अरूको भन्दा यो आन्द्राको झोल जति चिप्लो चाहिँ फेरि केही हुँदैन क्या। कस्तो क्या, यो धेरै दियो भने पनि छेर्नु थाल्ने, अनि यो दियो भने पनि राम्रो पनि हुने क्या साथीहरू। यसको कस्तो काम। खनाइसके है आन्द्राहरू चाहिँ। आन्द्रा यहाँ खनाएँ, यो 2 बट्टा भयो। अनि झोल चाहिँ यहाँ 2 बट्टा छ, यहाँ राखेको छु। यो चाहिँ ठुलो सुँगुरहरूलाई खुवाउनुपर्छ। अनि त्यहाँबाट दाना पनि आगो सागो फुकाएर दाना पनि पकाएँ है, तयार पारिसकेँ दाना। अब चाहिँ दाना पाकेपछि चाहिँ बुढो आएर हाल्नुहुन्छ। अनि त्यहाँबाट त्यही हो। अब चाहिँ म अरू काममा गर्नुपर्ने हुन्छ। मेरो बुढा आउँदाखेरि चाहिँ यहाँ तल बाइक राख्नुहुन्छ, त्यहाँ म जान्छु डोको बोकेर, अनि दाना लिएर आउँछु है। अनि त्यहाँबाट कुन सुँगुरहरूलाई चाहिँ हामीले त्यो आन्द्रा लिएर दिएको त भने म तपाईँलाई देखाउँछु ल। यसकै बच्चाहरू यो छुट्टाको हेर्नुहोस् है त, यस्तो छ हालत सुँगुरहरूको। के हुन्छ के हुँदैन म कस्तो छुट्टाउनै सक्दिनँ कि। मेरो सुँगुरहरू चाहिँ जहिले यस्तै हुन्छ क्या साथीहरू। आइपुग्नु भएछ, हरन बजाइराख्नु छ। सानो हेर्नु न, लिखुरे 5वटा छ, 1 2 3 4 5। यो के भएको? अनि यो सँगैको साथी हावाजहाजमाथि 1 2 3 4 5वटा चाहिँ के भएर ठुलो भएको हेर्नुहोस् त। यो ठुलो के भएर ठुलो भएको, यो सानो के भएर सानो भएको। अनि यिनीहरूलाई चाहिँ त्यही भएर चाहिँ के भन्छ, आन्द्रा मजाले 1 महिना या 2 महिना चाहिँ दिने भनेको। त्यहाँबाट पनि फर्किन्छ हो कि फर्किन्छ थाहा भएन, तर जे होस् सबैको चाहिँ राम्रै आन्द्रा दिएपछि मजाले नै फर्किएको छ। हाम्रो पनि फर्किन्छ होला भन्ने आश छ। त्यही भएर यिनीहरूलाई हो अब चाहिँ यिनीहरूलाई नै हो दिने चाहिँ।